प्लिज माइन्ड योर ल्याङ्ग्वेज। ती छाडा चौपाया होइनन्, ती गौमाता हुन्, नन्दी हुन्। गड्डा चौकीदेखि लिएर हामी हिँड्ने क्षेत्रसम्म भनेको अहिले दैजीसम्म जान्छौँ। यो बास चाहिँ सडकमै हुन्छ। त्यसपछि चाहिँ यो रात्रिकालीन हुने दुर्घटनाले चाहिँ एकदमै उनीहरूलाई चाहिँ दुःख दिइरहेको छ। त्यसले छाडा चौपायाले गर्दाखेरि दुर्घटना हुने गरेको पाइन्छ डाटाबाट। यसको लागि करोडौँ रुपियाँ पनि छुट्यायौँ। नमस्कार, म नीलाक्षी चन्द। सुरुमा यो दृश्य हेर्नुहोस्। लाग्न सक्छ यो कुनै खुला गौशाला हो, तर होइन। यो कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महेन्द्र राजमार्गको मुख्य सडक खण्ड हो। वर्षौंदेखि यो सडक छाडा चौपायाहरूको आश्रय स्थल जस्तै बनेको छ, जसका कारण यहाँ सडक दुर्घटनाको जोखिम पनि उच्च छ। दिनहुजसो हुने दुर्घटनामा कतिपय अबोध पशुले ज्यान गुमाउँछन् त कतिपय चालक र यात्रु गम्भीर घाइते हुन्छन्। यो नियतिमा न त ती सवारी चालकको गल्ती छ, न त यी अबोध पशुहरूको। त्यसो भए दोषी को त? मुख्य दोषी दुई पक्ष देखिन्छन्। पहिलो, स्वार्थी स्थानीय नागरिक जसले दूध दिउन्जेल गाई पाले र काम नलाग्ने भएपछि सडकमा छोडिदिए, र दोस्रो स्थानीय सरकार जसले चौपाया व्यवस्थापनका नाममा वर्षेनी करोडौं बजेट सिद्ध्याए पनि ठोस परिणाम दिन सकेन। यसै विषयमा हामीले भीमदत्त नगरपालिकाका प्रमुख पदम बोपटीलाई प्रश्न गरेका थियौं। उहाँले छाडा चौपायालाई चौपाया मात्र नभनेर गौमाता र नन्दी भन्न आग्रह गर्नुभयो। मेयरज्यूको धार्मिक आस्था र राष्ट्रिय जनावर प्रतिको सम्मानलाई हामी कदर गर्छौं, तर प्रश्न उठ्छ, तिनै गौमाता र नन्दी आज सडकमा भोकभोकै तिर्खाएर छटपटिँदा र दुर्घटनामा परेर मर्दै गर्दा स्थानीय नेतृत्वको चित्त किन दुख्दैन? राष्ट्रिय जनावरको यो हकीकत हुनु कसको जिम्मेवारी हो? यो गम्भीर सङ्कट र सरोकारवालाहरूको उदासी बारे थप वास्तविकता बुझ्न भिडियो अन्तिमसम्म हेर्नुहोस्। केले दुर्घटना निप्टाछ? यो छाडा चौपाया। ल अब तपाईँ माइन्ड योर ल्याङ्ग्वेज है, प्लिज माइन्ड योर ल्याङ्ग्वेज। ती छाडा चौपाया होइनन्, ती गौमाता हुन्, नन्दी हुन्। त्यो तपाईँ र मेरो मात्र समस्या होइन, यो हाम्रो साझा समस्या हो। तर अब यो गौमाताहरूलाई हामीले अहिले लगेर खोडमा राखेर हालेर एउटा पराल दिएर भुसा दिएर पाल्न सकिने अवस्था छैन। यो अनसल्भ प्रब्लम भइरहेको छैन। यसको लागि करोडौँ रुपियाँ पनि छुट्यायौँ होइन। यो हाम्रो बेतकोट नगरपालिकाले बिचरा वर्षेनी के अरे 3 करोड 4 करोड खर्च गर्छ बिचराले, तर गौमातालाई रोग लागेकै छ। जो किनभने उनीलाई त सबभन्दा ठुलो चर्ने ठाउँ चाहियो। यसलाई व्यवस्थापन गर्नको लागि एउटा विधिवत रूपमा चाहिँ हामीले मात्र होइन, यो समाजको सङ्घ संस्थाहरूको विद्यार्थी हामी सबै यो सबभन्दा पहिला त जनचेतना आउनु पर्यो। गौमातालाई हामीले किन छोड्यौँ? कञ्चनपुर जिल्लाभरि नै भनौँ यो छाडा चौपायाको चाहिँ समस्या छ। किनभने छाडा चौपायाले गर्दाखेरि दुर्घटना हुने गरेको पाइन्छ डाटाबाट। किनभने हाम्रो यो आर्थिक वर्षको 82-83 आर्थिक वर्ष 82-83 को डाटा हेर्ने हो भने हाम्रो 4वटा छाडा चौपाया घाइते भएका छन् भने 13वटा चौपायाको मृत्यु भएको छ। सडकमा भिडभाड हुने जम्मा हुने गर्छन्, अनि अब चलाउने जो चालक हुन्छ उनीहरूले अब कतिखेर अनियन्त्रित भएर चाहिँ अब म राम्रोसँगै चलाउँछु भने पनि दाहिने बायाँ अनियन्त्रित भएर चाहिँ दुर्घटना हुने गरेको पाइन्छ। छाडा चौपाया सम्बन्धी भन्दाखेरि दुर्घटना कतिको छ के छ भनेर भन्दाखेरि दुर्घटनाको जोखिम साह्रै छ। किनकि रातिको समयमा पनि साह्रै जोखिम छ र दिउँसोमा पनि झुन्डको झुन्ड बिच रोडमै आएर बस्छन्। यो जोखिम चाहिँ कुन क्षेत्रमा? जस्तै हाम्रो क्षेत्र भनेको गड्डा चौकीदेखि लिएर हामी हिँड्ने क्षेत्रसम्म भनेको अहिलेसम्म सामान्य किसिमले अटो चलाएर हिँड्दाखेरि हामी दैजीसम्म जान्छौँ। जनावरलाई मुख्य चुनौती भनेको चाहिँ यो चाहिँ सडक दुर्घटना हो। किनभने जनावरलाई घरबाट छोडिसके पश्चात उनीहरूको बास चाहिँ सडकमै हुन्छ। त्यसपछि चाहिँ यो रात्रिकालीन हुने दुर्घटनाले चाहिँ एकदमै उनीहरूलाई चाहिँ दुःख दिइरहेको छ। यस्तो लगभग दैनिक नै दुर्घटना भइरहेको छ। अहिलेसम्म हामीले चाहिँ यो लामो समयमा चाहिँ लगभग 700-800 पशु चौपायाहरू विभिन्न पशु चौपायाहरू गरेर गाई बाछा कुकुर बिरालोहरू गरेर चाहिँ हामीले त्योभन्दा नि बढी 800 भन्दा नि बढी सायद हामीले उपचार गरिसकेका छौँ। एकिन डाटा चाहिँ हामीले राखेका छैनौँ। आस्था र भाषणमा गाईलाई माता भन्नु, तर व्यवहारमा सडकको अनाथ बनाएर छोड्नु कञ्चनपुरको सबैभन्दा ठुलो विडम्बना हो। बजेटका अङ्कहरू वर्षेनी फेरिन्छन्, स्थानीय तहमा नेतृत्व फेरिन्छ, तर महेन्द्र राजमार्गको यो कुरूप र डरलाग्दो तस्बिर वर्षौंदेखि जस्ताको त्यस्तै छ।
नागरिकले आफ्नो दायित्व भुल्ने र जनप्रतिनिधिले धार्मिक गफ गरेर पन्छिने हो भने यो सडक कालान्तरमा थप कयौं मानव र पशुको चिहान बन्ने निश्चित छ। अब आश्वासन होइन, सडकमा ठोस कार्य देखिनु जरुरी छ।